हेलो गाइस, वेलकम टु द भिडियो। आज चाहिँ हामी कसरी आफ्नो स्टोरमा स्लाइडर राख्न सक्छौँ भनेर सिक्नेछौँ। स्लाइडर भनेको चाहिँ तपाईँको यो सुरुमा जो देखिन्छ नि यता स्क्रोल हुने कुरा, यो ओपनिङ सुन भनेर जुन छ नि, त्यो चाहिँ कसरी राख्न सक्छौँ भनेर चाहिँ हामी सिक्नेछौँ। र त्यो स्लाइडरबाट नै हामी यो पनि कसरी बनाउन सक्छौँ भनेर चाहिँ सिक्नेछौँ। हस्, अनि त्यसको लागि चाहिँ सुरुमा तपाईँले ड्यासबोर्डमा जानुपर्ने हुन्छ। ड्यासबोर्ड पछि चाहिँ तपाईँले यहाँ एडभान्स सेटिङ भन्ने देख्नुहुन्छ। एडभान्स सेटिङको ठ्याक्कै तल तपाईँले अनलाइन स्टोर भन्ने देख्नुहुन्छ। अनलाइन स्टोरमा क्लिक गरिसकेपछि चाहिँ सुरुमै होम पेज स्लाइडर भन्ने हुन्छ। होम पेज स्लाइडरमा क्लिक गर्नुहुन्छ। त्यसपछि चाहिँ तपाईँले यता एड न्यू स्लाइडर भनेर देख्नुहुन्छ। तपाईँको इफ नयाँ स्टोर हो भने चाहिँ तपाईँले तलपट्टि एउटा डिफल्ट स्लाइडर देख्नुहुन्छ। त्यसलाई डिलिट गरिदिँदा भयो र यतादेखि एड न्यू स्लाइडर गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले तिनवटा लाइक टाइप देख्न सक्नुहुन्छ। डिस्काउन्ट स्लाइडर, ब्याकग्राउन्ड इमेज भनेर। ब्याकग्राउन्ड इमेज चाहिँ अपकमिङ फिचर हो हाम्रो। र अहिले चाहिँ हाम्रो होम पेज स्लाइडर र डिस्काउन्ट स्लाइडर भनेर चाहिँ छ। सुरुमा चाहिँ हामी होम पेज स्लाइडर भनेर राख्न सिक्नेछौँ। त्यसको लागि चाहिँ त्यो त्यो नै डिफल्ट सिलेक्ट नै त्यही हुन्छ। अनि त्यसपछि तपाईँले सिलेक्ट इमेज गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ हामी इमेज सिलेक्ट गर्छौँ। इमेजको कुन क्वालिटीको इमेज राख्ने भने पनि यता नै दिएको हुन्छ। र यसको लागि तपाईँले अलिकति बढी क्वालिटीको लाइक इमेज राख्नुहुन्छ भने त्यसको लागि ठ्याक्कै यसको डबल गर्नु होला। जस्तै 1440 पिक्सल छ, 1440 पिक्सल इन्टु 2 र 480 पिक्सल इन्टु 2 गऱ्यो भने ठ्याक्कै लाइक अलिकति इन्हान्स भएको साइजमा चाहिँ बन्छ। त्यसपछि चाहिँ यता टाइटल भनेर छ, अनि यता बटन टेक्स्ट भनेको बाइ नाउ र त्यो, अनि बटन टेक्स्ट राख्यो भने चाहिँ युआरएल कुन राख्ने, कता चाहिँ रिडाइरेक्ट गर्ने भनेर हुन्छ। टाइटल टेक्स्ट चाहिँ हाई हाउ आर यु बिओपिएन भनेर राख्यौँ हाम्रो भनेपछि बटन टेक्स्ट चाहिँ बाइ नाउ सर्ट नाउ जे राख्दा नि भयो, क्लिक नि राख्दा नि भयो। अनि यता चाहिँ युआरएल चाहिँ कता पुगाउने भनेर हुन्छ। अनि चाहिँ मानौँ अहिले चाहिँ हामी त्यो क्लिक गरिसकेपछि चाहिँ यो प्रोडक्टमा पुगाउँछौँ भनेपछि यो प्रोडक्टको हामीले लिङ्क राखिदिँदा भयो। यता चाहिँ यसरी हामीले लिङ्क राखिदियो भने भयो। अनि डिस्क्रिप्सन चाहिँ के राख्नुहुन्छ यो राखिदिन्छौँ हामी। यसरी यसरी लाइक यस्तो गऱ्यो भने यो तपाईँको सबमिट भयो। र यता चाहिँ हामी जान्छौँ, अनि अब यहाँ चाहिँ तपाईँको के हुन्छ, हाई हाउ आर यु प्री बुकिङ ओपन क्लिक मी भनेर चाहिँ आयो। तपाईँको त्यो यसमा चाहिँ यो थिममा चाहिँ तपाईँको त्यो सर्ट डिस्क्रिप्सन चाहिँ हिडन हुँदो रहेछ। अर्को थिममा चाहिँ त्यो सर्ट डिस्क्रिप्सन पनि यता आउँछ। हस्, यसरी चाहिँ त्यो आउँछ, यता आउँछ, यसरी आउँछ। अनि त्यसपछि चाहिँ हामीलाई केही पनि नराख्न मन लाग्यो, अरू कुरा यो कुनै पनि ऊ राख्न मन लागेन, युआरएल राख्न मन लागेन, बटन राख्न मन लागेन, त्यो ब्ल्याङ्क छोडिदियो भने, त्यो पछि ब्ल्याङ्क छोडिदियो भने तपाईँको यस्तो देखिन्छ, यस्तो देखिने भयो। अनि त्यो भइहाल्यो। अब हामी सिक्छौँ यो बिचको स्लाइडर डिस्काउन्ट चाहिँ कसरी राख्छौँ, डिस्काउन्ट स्लाइडर चाहिँ कसरी राख्छौँ भनेर। एन्डी स्लाइडर गर्छौँ। त्यसको लागि चाहिँ यहाँ होम पेज स्लाइडरको ठाउँमा चाहिँ डिस्काउन्ट स्लाइडर चुज गर्छौँ। र त्यो चाहिँ कुन सेक्सन पछि चाहिँ डिस्प्ले गर्ने हो भनेर चाहिँ लाइक यता चाहिँ हामी सिलेक्ट गर्नुपर्छ। डिस्प्ले आफ्टर सेक्सन, डिस्प्ले आफ्टर डिस्प्ले सेक्सन भनेको छ कि, त्यो भनेको चाहिँ यो हट पछि देखाउने हो कि रेयर कलेक्सन पछि देखाउने हो कि भनेर हो कि, यो जुन हाम्रो होम पेज सेक्सन हामीले क्रिएट गर्न सिकेको छौँ नि, त्यो पछि चाहिँ कुन सेक्सन पछि चाहिँ देखाउने भनेर चाहिँ यो। अनि हामी चाहिँ अहिलेको लागि चाहिँ ल मस्ट सोल्ड पछि नै राखिदिन्छौँ। हस्, यसलाई चाहिँ मस्ट सोल्ड पछि राखिदिन्छौँ। अनि इमेज चुज गर्नु पऱ्यो। इमेज चुज गरेर होम पेज स्लाइडर अघिकै हामी चुज गर्छौँ, क्रप एन्ड सेभ, र क्यान्सल गऱ्यो भने त्यस्तै हुने भयो। र टाइटल पनि त्यही अघिको जस्तै टाइटल राख्नुहुन्छ तपाईँले, बटन टेक्स्ट बाइ नाउ, अनि युआरएल कहाँ पुग्ने भनेर छ। ओके, सर्ट डिस्क्रिप्सन चाहिँ यसो राख्ने, युआरएल चाहिँ अघिको हाम्रो कुन थियो। ओके, यसरी गर्छौँ अनि सबमिट गरिदिन्छौँ। यो भइसकेपछि चाहिँ तपाईँको यता आउँछ, यो आयो नि हो, यसरी आयो, यो भयो। अनि त्यसको डिस्क्रिप्सन भयो, र बाइ नाउमा क्लिक गरेपछि चाहिँ तपाईँले त्यो प्रोडक्टमा चाहिँ पुग्नुहुन्छ। यसको लागि चाहिँ सानो डिस्क्रिप्सन र सानो टाइटल राख्न छ भने चाहिँ यसरी लाइक हुन्छ नि, तपाईँले चाहिँ होरिजेन्टलमै बनाउँदा हुन्छ। बट इफ तपाईँको अलिक डिस्क्रिप्सन लामो छ अनि हुन्छ नि लाइक टाइटल पनि ठुलो छ भने चाहिँ तपाईँले चाहिँ भर्टिकल टाइपमा बनाउँदा नि हुन्छ। साइज चाहिँ आफै अप्टिमाइज हुन्छ यसको चाहिँ। अनि यसरी चाहिँ तपाईँले पनि राख्न सक्नुहुन्छ। लाइक तपाईँले यसमा पनि इफ तपाईँले यो अर्को कुरा चाहिँ तपाईँले यता यो टेक्स्ट पनि कुनै पनि टेक्स्ट एड गर्नु भएन भने यो स्लाइडर फुल पेजमा देखिन्छ। कुनै पनि टेक्स्ट छैन भनेपछि यो हाम्रो
यता फिल गरेको कुनै पनि टेक्स्ट यता छैन भनेपछि चाहिँ तपाईँको यो ब्यानर चाहिँ यसरी नै देखिन्छ बिचमा, यसरी नै देखिन्छ केही नभइकन चाहिँ देखिन्छ। यसरी चाहिँ हामी चाहिँ स्लाइडर र तपाईँको डिस्काउन्ट स्लाइडर चाहिँ एड गर्न सक्छौँ।